यो तपाईँले अब यो माथि अपरान्त जति पनि साधना गर्नुहुन्छ त्यो सबैको जग घर बनाउनुलाई जग बलियो चाहियो नि त। त्यो शरण गमन चाहिँ एकदम राम्रो थाहा पाउनुपर्छ है। अब शरण गमन पनि धेरै छ नि त। त्यो शरण गमन भनेको चाहिँ एउटा आशय हो, आशय सोच भन्छ नि, हाम्रो सोच हो। अब यो संसारको दुःख रहेछ। शरण गमन चित्तमा आउनुभन्दा अगाडि के छ हाम्रो मनमा? चार चित्त निवृत्ति भन्छ। लोक नबसेको साधना हुनुपर्छ। यो संसार दुःख रहेछ होइन, हो मानिसको जुन्नी पाउन गाह्रो रहेछ, सबै कुरा अनित्य रहेछ, एक दिन मरेर जानुपर्ने रहेछ, दुर्लभ यो मानवको चोला पाउन गाह्रो रहेछ। अनि कर्म हेतु बोल जे कर्म गरेको छ त्यसको फल हामीले निश्चित रूपमा पाउनु पर्ने रहेछ भन्ने कुरोको यो चारवटा। त्यो मध्ये पनि विशेष चाहिँ के हो? न्येजुङ भन्छ। न्येजुङ क्याम्रो शरण गमनको लागि के हो? म न्येजुङ सम्म कुनै लानेस क्याप्सुल जेम्बर खेलेम्बा क्याम्रो छ नि भन्छ नि। क्याम्रो भनेको के हो? म न्येजुङ सम्म कुनै लाने चित्तमा चाहिँ के हो? वैराग्यले रसिएको हुनु पर्यो। चित्तमा वैराग्यले रसिएको चित्त लिएर चाहिँ के गर्नु पर्यो? त्रिरत्नको शरणमा जानु पर्यो। के को लागि भनेको यो संसारमा सबै ठाउँमा जहाँ जन्म लियो पनि दुःख रहेछ है। पशु लोकमा जन्म लियो के को दुःख छ होइन? हामी यो आँखाले देखेको पशुहरू कस्तो छ त? कुखुराहरू काटेर खाइदिन्छ, गाई गोरुहरूलाई चाहिँ अब मानिसले प्रयोग गर्ने, कुकुरहरूले गरुदैलोमा बाँधेर राख्ने होइन, अनेक आँखाले देखेको प्राणीहरू त्यस्तो। अब जङ्गलमा बसेको प्राणीहरू पनि ठुलोले सानो खाइदिने दुःखहरू, पानीमा बस्दा पनि त्यतिकै। उनीहरूले एउटा खानको लागि पनि स्वतन्त्र छैन। पानी खान गयो भने गोहीको डर होइन, घाँस खान गयो भने बाघभालुको डर। त्यसरी बाँचिरहेको छ अब पशुहरू है। पशुको दुःख सम्झिने। त्यसपछि के हो? प्रेतको। अब प्रेत त हामीले देख्दैन, तर पनि अब के भन्छ? हिता टेकुम कि दुङ्गाल भन्छ। बोक्रो प्यासको दुःख छ अरे धेरै। उनीहरूले पानी भन्ने नाम पनि सुन्न पाउँदैन अरे। त्यति साह्रो दुःख हुन्छ त्यसमा प्रेत लोकमा जन्म लियो भने। पहिला एउटा गुरु चाहिँ तिब्बतमा पाल्नु हुँदाखेरि चाहिँ त्यो प्रेतले चाहिँ के भन्यो भन्दाखेरि हिदाक भन्छ नि हामीले। हिदाक पनि धेरै छ। हिदाक झिङ्ना नेपालमा खाला के हो हिदाक भनेको? अब आकाशतिर उडेर हिँड्ने प्रेतहरू भयो जस्तै होइन, जमिनमा बस्ने प्रेतहरू भयो जस्तो। त्यो टिबेटमा त्यो प्रेत एउटा आमा चाहिँ 500वटा बच्चा भएको प्रेत रहेछ अरे। त्यो प्रेतले चाहिँ त्यो गुरुलाई के भन्यो भन्दाखेरि तपाईँ यति इन्डियाको बोधगयामा गयो भने मेरो श्रीमान चाहिँ त्यहाँ खानेकुरा खोज्न गएको 500 वर्ष भयो, अझै पनि फर्केको छैन। हामी छोरा आमाहरू सबै भोक प्यासको दुःख भएर बसिरहेको छु। त्यही कारण तपाईँको श्रीमान, मेरो श्रीमान चाहिँ भेट्यो भने छिट्टै फर्केर आउनु भन्नु है, यहाँ हामी सबै तपाईँको खाना ल्याउँछ भने आशमा बसेको भनेर। अनि गुरुले तिम्रो श्रीमान कसरी चिन्ने त भन्दाखेरि के हो यहाँ काटेको खोँडे छ भनेर कि। अनि गुरु इन्डियाको बोधगयामा पुग्यो अरे। बोधगयामा परिक्रमा गर्दै 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 बसेको त ठ्याक्कै त्यो देख्यो अरे कि त्यो प्रेत चाहिँ अनुहार भुँडी रगत बोकेर बसेछ नि। होइन के भयो तिमीलाई? तिम्रो श्रीमतीले त 500 वर्ष भयो तिमी फर्केर नआएको, 500जना बच्चाहरू सबै भोकै छ भन्छ त के गर्ने भन्दाखेरि म 500 वर्ष भयो एउटा खानेकुरा पनि पाएको छैन भनेर। आज एकजना मान्छेले खाकार फालेको थियो अरे कि। खाकार, त्यो खाकार खाने जाने क्रममा सबै प्रेतहरू त्यो हासाङ फसाङ गरेर लुसालुस गर्दो रहेछ नि त। त्यो लुसालुस गर्ने क्रममा चाहिँ मलाई थिचेर जखरा चिताले यस्तो रगत भयो भनेर कि। त्यसो त्यही कारण हामीले खाकारहरू थुकहरू फाल्दाखेरि पनि मुवा गरेर फाल्यो भने प्रेतले खान पाउँछ। ठुलो दान हो भनेछ नि त। पिसाब फेर्दाखेरि पनि, दिशा गर्दाखेरि त्यसको मन्त्रहरू पछि आउँछ। त्यसो चाहिँ दान हुँदो रहेछ। प्रेतको रोगमा जन्म लियो भने त्यस्तो दुःख रहेछ। एकदमै भोक प्यासको दुःख क्या। पेट छ सुमेरु पर्वत जति, गान्धी भनेको सियो जति, यहाँ त अट्छ नि, यहाँबाट जाँदैन। अनि उनीहरूलाई चाहिँ गर्मीको समयमा चन्द्रमा पनि तातो हुने रे, अनि जाडोको समयमा घाम पनि जाडो हुने रे, त्यस्तो दुःख। अनि एकदम तिर्खा लागेको बेलामा उता पानी पर पानी तलाउ देख्छ अरे। अनि दौडेर त्यहाँ जाने बेलामा उनीहरूको कर्मले त्यो तलाउ पनि सुकेर जान्छ अरे कि। त्यस्तो खालको दुःख छ प्रेत लोक है। त्यसै गरेर पशु लोक, प्रेत लोक होइन, अनि देवलोक, देवताहरूको दुःख थाहा छ नि त। आयु त लामो छ, 1000 वर्ष पाउँछ, तर पनि उनीहरूको के हो? उनीहरूले दुःख नभएको कारणले उनीहरू पुण्य गर्दैन अरे। जब उनीहरूको आयु सक्छ 1 दिन 7 दिनभित्र सबै
तलमाथि हुन्छ अरे के कल्पवृक्ष सुकेर जाने कामधेनु गाई मरेर जाने शरीरबाट दुर्गन्ध आउने फुलहरू सबै झरेर जाने अनि आफन्तहरू सबैले उसलाई लगेर चाहिँ फोहोरको डङ्गुरमा फालिराख्छ अरे ल फेरि तिमी मनुष्य लोकमा गएर पुण्य कमाएर यहाँ आऊ भनेर त्यो बेलाको 7 दिनको दुःखहरू धेरै दुःख हुँदछ अनि देवताको जुन मतलब पुण्य गरेको छैन किनभने सुखै सुखमा बस्यो रोग बिमार पनि उनीहरूको आयु चाहिँ ग्यारेन्टी हुन्छ अरे कि 1000 वर्ष भनेपछि 1000 वर्षसम्म केही पनि हुँदैन ग्यारेन्टी हो अब हाम्रो त कुनै ग्यारेन्टी छैन नि कहिले के हुन्छ अनि त्यो बिरामी हुन्छ रोग लाग्छ दुःख हुन्छ त्यो दुःखबाट चाहिँ हामीले ओहो दुःख रहेछ यो संसारमा पुण्य गर्नुपर्ने रहेछ भने सोच आउँछ नि त देवी देवताले त्यो आउँदैन त्यो नआएको कारणले पहिला जुनीमा गरेको पुण्य चाहिँ देवताको जुनीमा रमाइलो गर्दै सक्यो त्यही कारण अहिले पनि हाम्रो तपाईँको जीवन खुसी छ रमाइलो छ आर्थिक सबै राम्रो छ भने त्यसरी बस्नु हुँदैन फेरि पछिको लागि पुण्य कमाउनुपर्छ तपाईँको जीवन सुख छ शान्ति छ निरोगी छ खाना लाउन पुगिरहेको छ सबै कुरा सम्पन्न छ भने चाहिँ सोच्नु कि पहिलाको जुनीको पुण्य अहिले युज गर्दैछ पहिलाको जुनीको पुण्य चाहिँ प्रयोग गर्दैछ सोच्नुपर्छ पछिको लागि पुण्य फेरि जम्मा गरेन भने पहिलाको पुण्य त सकिन्छ सक्ने बित्तिकै सबै फेरि तलमाथि हुन्छ अरे कि त्यस्तै देवी देवताको त्यस्तै हुन्छ अब असुर लोकमा जन्म लियो भने ईर्ष्या डहाको दुःख देवताहरूसँग जहिले लडाइँ हुन्छ नि उनीहरूको असुर लोक हो पशु लोक अनि मनुष्य लोकको दुःख थाहा छैन हामी सबैले भोगिरहेको छ होइन जन्मिनु पर्ने होइन अब जन्मिँदाखेरि आमाको कोखमा 9 महिना बस्यो अब बच्चाको कति दुःख छ आमाले खाना दिएर खाँदाखेरि पहाडले थिचेको दुःख अरे आमाले खाना नखाएर भोकै बस्दाखेरि पहाडबाट खसेको दुःख 9 महिना अन्धकार गुफाभित्र बसेको दुःख हुन्छ होला त्यसपछि जन्मिने बित्तिकै कति दुःख छ त होइन त्यो आमाको त्यो गर्भबाट निस्किने बेलामा त अब हामीले सोच्छ नर्मल जन्मेको भन्छ नि तर त्यो बच्चाले चाहिँ सियोको फलमा चाहिँ एउटा किरा चाहिँ यसरी जबरजस्ती तानेको जस्तो दुःख हुन्छ कि आमाले दुःख कतिपय त अब बच्चा जन्माउन नसकेर मर्छ नि त त्यस्तो भयो गुरु मुछीले भनेको चाहिँ लगभग 75% चाहिँ यमलोकको यात्रा गर्छ नि आमाले त्यो बेलामा यति साह्रो दुःख हुन्छ नि शरीरको हाम्रो जोइनहरू हुन्छ नि सबै खुसिन्छ अरे नि त त्यति डेन्जर पीडा हुन्छ नि त्यो पीडा त्यहाँबाट बच्चा आमाको कोखबाट जन्मिने बित्तिकै तपाईँले जति कोमल कपडामा राखे पनि रुन्छ नि त किन आमाको कोख जतिको कोमल कुनै पनि हुँदैन अरे जति कोमल कपडामा राखे पनि उसले काँडाको झ्याङमा राखेको जस्तो पीडा हुन्छ त्यही कारण बच्चा आमाबाट जन्मेर लिने बित्तिकै रुन्छ नि त हो त्यस्तो हुन्छ त्यो प्रकारको दुःखहरू त्यहाँबाट बिस्तारै उर्किँदै जान्छ त्यहाँबाट रोग लाग्ने बिमार हुने दुःख हुने बुढाबुढी हुँदै जाने जन्मेको दिनबाट प्रत्येक दिन मरणको नजिक हुँदै जाने हो नि त अब हामी बर्थडे भनेर रमाइलो गरेर केक काट्छ नि तर के हो हाम्रो जीवनको 1 वर्ष त सक्यो नि त 30 वर्षसँगै बस्न पाउने छ भने अब 29 वर्ष मात्रै बाँकी छ खास त रमाइलो मान्नुपर्ने कुरा केही छैन नि यसमा हो त्यही कारण चाहिँ लोसार आयो भने हामी रमाइलो गर्छ उफ्रिन्छ तर हाम्रो जीवनको चाहिँ आयु घट्दै गरेको चाहिँ थाहा छैन त्यही कारण अनि यो कुराहरूलाई मनमा राखेर हो अब जहाँ जन्मे पनि दुःख रहेछ छलोमा अब यो दुःखबाट चाहिँ म मुक्ति हुनु पर्यो भनेर एउटा कैदीले जेलमा राखिरह्यो भने त्यो कैदीले के सोच्छ कहिले चाहिँ यो जेलबाट मुक्त हुन पायो कसले चाहिँ मलाई बचाउँछ भनेर सोच्छ नि त उसले खोज्न जान्छ नि को हुन्छ ठुलो मान्छे ठुलो बडा मान्छे कोसँग पावर छ हो हामी पनि त्यस्तै हो यो संसारको दुःख देखेर वाक्क दिक्क हो योभन्दा पनि पहिलाको जन्महरूमा कयौँ पटक हामी जुनी लिइसक्यो अब अहिले पनि जुन लियो पहिलाको जुनीमा अलिक राम्रो पुण्य भएर अहिले मानिस भएर जन्मियो नि त यो बेलामा पनि समय खेर फाल्यो भने यो जतिको मूर्ख यो जतिको गाँठा चाहिँ केही पनि छैन त्यही कारण चाहिँ अब सही गुरु पक्रेर अलिकति धर्म साधना पुण्यको काम गरेर पाप कर्म काम गरेर चाहिँ मर्ने बेलामा पछुतो नहुने बनाउनु पऱ्यो र 4 चित्त निवृत्तिको अभ्यास गरेर चाहिँ ओहो अब चाहिँ यो दुःखहरूबाट मुक्त हुनुपर्ने रहेछ अब कसले चाहिँ मुक्त गराउँछ त भन्दाखेरि त्रिरत्नले बुद्ध धर्मसँग त्रिरत्नले उद्धार गराउँछ मलाई यो दुःखबाट भनेर त्रिरत्नको शरणमा जानु चाहिँ के हो क्याम्रो त्रिरत्नको शरणमा गए मात्रै पनि हामी धेरै दुःखहरूबाट मुक्ति हुन्छ क्याम्रो गयो भने तपाईँको मनमा है जस्तै नमो बुद्धमा पनि नमो बुद्ध भन्ने नाम कसरी राख्यो भन्दाखेरि पहिला एउटा बाघले चाहिँ मान्छेको छेउमा आएर खाना खान लाग्छ उसले नमो बुद्ध या भनेर बुद्धले पुकारेको नि त त्यसले बाघले केही पनि नगरेर फर्केर गयो क्या त्यस कारण चाहिँ अब शरण गमन भन्थ्यो बुद्धको शरणमा छु मात्रै सम्झे पनि त्यस्तो हुन्छ नि अनि भूत प्रेतहरूको पनि हामीले दुःख उनीहरूलाई हामीले बिगार्न सक्दैन अरे क्या पहिले एउटा लामा चाहिँ शरण गमनको छम बस्दै थियो क्या लामालाई क्या यो साइयर के हुन्छ ल यो अब हामी क्याम्पो गर्छ नि बुम लामालाई एउटा छमखङभित्र एउटा ध्यान गर्ने ठाउँभित्र
लामालाई ज्ञान दियो साङ्गेले ज्ञान दियो छोरा ज्ञान दियो अब उसको सानो छाम गर्ने ठाउँ रहेछ नि त अनि उसको त्यो पानी चलाउने भाँडा चाहिँ चाँदीको थियो नि अनि उसले चाहिँ बेलुका बेलुका त्यो भाँडा उठाएर पुसेर अनि जालमा यसरी गोप्टा राख्थ्यो अरे क्या सुक्नको लागि अनि एक दिन एउटा चोरले चाहिँ ध्यान दिएको रहेछ नि त यो लामासँग चाहिँ चाँदीको भाँडा रहेछ भनेर लामा चाहिँ जाल चाहिँ यहाँ छैन लामा चाहिँ लामालाई क्या सुन्छ मालामा गन्दैछ यहाँ अब हामी साधारण गर्दा पनि घाँक्ची गर्छ नि घाँक्ची थाहा छ नबोलिकन गर्छ नि त नबोल्नु भन्दा छेउको अब मन्दिर चाहिँ जानु पऱ्यो अरू कुरा चाहिँ बोल्नु पाएन लामालाई के भन्छ साङ्गे चोरले त हात यस्तो यस्तो हात हान्दैछ अरे अब के गर्दा उसले बोल्न त मिलेन तुरुन्तै चोरको हात समातेर मालाले लामालाई क्या सुन्छ साङ्गेलाई क्या सुन्छ छेउलाई क्या सुन्छ गेटलाई क्या सुन्छ भनेर चाहिँ 500 जुटी बजाएर पठाइदिएछ क्या कहाँबाट चोर चाहिँ भागेर गएछ अनि भागेर अलि साँझको समयमा रहेछ अनि पुल मुनि पुगेछ अरे पुल मुनि पुग्यो त्यहाँ त भूत प्रेतहरू पुरै आएछ अरे उसलाई चोरको ठाउँमा त अनि त्यो चोर चाहिँ के गर्ने त भने यो लामाले पिटेको ठाउँमा तात दुखिरहेको पनि छ होइन अनि फेरि लामाले भनेको कुराहरू पनि सम्झेछ नि त लामालाई क्या सुन्छ उसले पनि त्यो चोरले पनि लामालाई क्या सुन्छ साङ्गेले क्या सुन्छ छेउलाई क्या सुन्छ घेदेले क्या सुन्छ भनेको त त्यो भूत प्रेत त ओए बाघ यहाँ त क्याम्प्रो पढ्दै रहेछ भने भागेर गयो अरे क्या अब त्यस्तो हुन्छ अरे क्याम्प्रो जाने भने त्यो अब क्याम्प्रो भनेको अब क्याम्प्रोको मेन क्याम्प्रो भने मनबाट हो क्याम्प्रो शब्द मात्रै होइन मनबाट आशय यो भन्यो नि यो संसारको दुःखलाई चिनेर त्रिरत्नको शरणमा जान्छु मलाई चाहिँ यो दुःखबाट बचाउने चाहिँ बुद्ध मात्रै हो धर्म मात्रै हो सङ्घ मात्रै हो यो तिनवटा बाहेक अनि अरू कोही पनि छैन भनेर चाहिँ त्रिरत्नको शरणमा जाने चाहिँ क्याम्प्रो हो अब क्याम्प्रोमा पनि आशयहरू हुन्छ नि कुलोङमा जाने 3 प्रकारको आशयहरू हुँदो रहेछ लेगमेन्ट गिकुलोङ चिक्योक गिकुलोङ अनि के हो साङ्गे गोपाङ थोप्दो गिकुलोङ 3 प्रकारको आशय हुन्छ अब लेगमेन्ट गिकुलोङ जिक्योक गिकुलोङ भनेको कस्तो भन्दाखेरि अब यो संसारमा दुःख रहेछ यो संसारको दुःखबाट मुक्ति मात्रै भए पनि हुन्थ्यो राम्रो लोक मनुष्य र देवताको जुन लिए पनि हुन्थ्यो भनेर चाहिँ त्यो सोचेर बुद्धको शरणमा जान्छ नि हामी होइन त्यो चाहिँ अब क्याम्प्रोको मध्ये सबै तल्लो निम्न स्तरको क्याम्प्रोहरू त्यसले खासै प्रभावकारी हुँदैन नि हो झिक्योक गिकुलोङ भनेको त्यो होइन लेगमेन्ट गिकुलोङ कुलोङ हो यो संसारमा दुःख रहेछ मलाई चाहिँ माथि देवलोक र मनुष्य लोक मात्रै पाए हुन्थ्यो भन्ने खालको सोच लिएर चाहिँ त्रिरत्नको शरणमा जाने पुण्य कामना त्यो चाहिँ के हो लेगमेन्ट गिकुलोङ झिक्योक गिकुलोङ भनेको त हो यो दुर्गतिमा यो संसारमा दुःख रहेछ मलाई चाहिँ आराधको भूमि मात्रै पाए हुन्छ भन्ने सोचेर हिँड्ने चाहिँ के हो लेगमेन्ट गिकुलोङ भन्छ ए झिक्योक गिकुलोङ झिक्योक त्यो चाहिँ थेरवादहरूसँग हुन्छ अब हामी चाहिँ के छ यो संसारको सबै दुःखहरूलाई चिनेर चाहिँ हो सम्यक सम्बुद्धिको ज्ञान प्राप्त गर्छौँ बुद्धको क्षेत्रमा पुग्छु भनेर लाग्ने चाहिँ के हो हामी हो त्यो खालको आशय चाहिँ हामीमा चाहिन्छ है कुलोङ 3 प्रकारको चाहिँ अनि कुलोङ 3 प्रकारको आशय हुन्छ त्यही कारण चाहिँ अब हामी त्रिरत्नको शरणमा किन गएको भन्दाखेरि यो संसारको दुःखलाई चिनेर हो यो दुःखबाट मुक्ति हुनको लागि चाहिँ आफू लगायत संसारको सबै प्राणीहरू चाहिँ के हो शान्तिको गोफामा पुऱ्याउँछु बुद्धको क्षेत्रमा पुऱ्याउँछु त्यसको लागि चाहिँ म त्रिरत्नको शरणमा जान्छु भनेर चाहिँ शरणमा जानु चाहिँ के हो अनि त्यो चाहिँ के हामीले चाहिने आशय चाहिँ त्यो है हो हामीले चाहिने आशय चाहिँ त्यो है अब अब शरण गमन ओर्गेन रुम्बुचे गुरु रुम्बुचे के भन्नुभएको छ हि खेसेकी देवे झिलाबजुक लो थेसम दण्डलना छिसम ढो भन्नुभएको छ अब के हो मेरो जीवनमा सुख आए पनि दुःख आए पनि सङ्गे तपाईँ के बुद्ध तपाईँ नै हो भन्ने खालको त्यस्तो खालको चाहिँ आस्था जाग्यो भने चाहिँ के हो हाम्रो मनमा हामीलाई चाहिँ आशीर्वाद पाउँछ अरे र बुद्धको शरणमा गइसकेपछि हाम्रो मनमा चाहिँ शङ्का हुनु हुँदैन मलाई दुःखमा सुखमा जहिले अवस्था भने बुद्धले बचाउनु बुद्धले हेर्नुहुन्छ भन्ने खालको दृढ विश्वास भयो भने चाहिँ हाम्रो काम सोचेको कुराहरू पुरा हुन्छ अरे हो त्यसकारण हामीसँग श्रद्धा कस्तो श्रद्धा छ त्यो अनुसारको हामीलाई आशीर्वाद पाउने हो
तपाईँको मनमा उत्तम श्रद्धा छ भने उत्तम आशीर्वाद पाउँछ, मध्यम श्रद्धा छ भने मध्यम आशीर्वाद पाउँछ, र निम्न श्रद्धा छ भने निम्न खालको आशीर्वाद पाउँछ है। र तपाईँको मनमा श्रद्धै छैन भने आशीर्वाद पनि पाउँदैन। हो त्यस्तो है। त्यही कारण अब यसमा 3 प्रकारको पुरुषहरू राख्न मिल्छ हामीलाई। अघि मैले भने नि आशयबाट चाहिँ 3वटा पुरुष राख्नु पर्यो। के हो? केबु छेम्बो, केबु ढेङ्गी, केबु छेम्बो क्याम्डो, उत्तम पुरुषको शरणगमन। केबु ढेङ्गी क्याम्डो, मध्यम पुरुषको शरणगमन। केबु छुङ्गै क्याम्डो भन्नु चाहिँ के हो? अधिकम पुरुषको चाहिँ शरणगमन। त्यो चाहिँ के हो? मनको सोच विचारबाट फरक राख्ने हो। अब उत्तम पुरुषको क्याम्डो चाहिँ कस्तो हुन्छ भन्दाखेरि सेम्ज्याङ थाम्चे ढुङ्गालले डोल्बे छेदो नामखेल नामेबे याङ दाबर्जहरू साङ्गेकी गोफाङला गइबे छेदो क्याप्सटुवा भन्नुहुन्छ। यो संसारको सबै प्राणीहरू यो दुःखबाट चाहिँ उद्धार गरेर अनि सम्यक सम्बोधिको क्षेत्रमा म स्थापित गराउँछु भन्ने खालको सोच। त्यो सोच लियो भने चाहिँ के हुन्छ? त्यो चाहिँ सबैभन्दा राम्रो क्याम्डो मध्ये सबैभन्दा उत्तम क्याम्डो चाहिँ त्यो हो। यो संसारको सबै प्राणीहरूलाई चाहिँ बुद्धको क्षेत्रमा पुर्याउँछु। त्यसको लागि म त्रिरत्नको शरणमा जाँदैछु भनेर। अब मध्यम पुरुष चाहिँ कस्तो भन्दाखेरि खोरवाले जिग्ने शिवन न्यान्दै के गोफाङचम दैन्यर वा क्याप्सटुवास। यो संसार छलोको दुःखलाई डराएर चाहिँ आफू मात्रै भयो भने ओहो म चाहिँ यो छलोकमा दुःख रहेछ, यो छलोकको दुःखबाट मुक्त भएर चाहिँ म चाहिँ के हो निर्वाणमा स्थापित हुन्छु भन्ने खालको सोच लिएर त्यो चाहिँ के मध्यम पुरुष। अब अधिकम पुरुष सबैभन्दा निम्न पुरुष चाहिँ कस्तो? निम्न पुरुषको शरणगमन चाहिँ कस्तो हो भन्दाखेरि न्यासोङसोङलाई टार्ने थोरै लादा मि गोफाङ जम्दिल्नु न्याबे क्याप्सटुवास। पशुलोक, प्रेतलोक, नरकलोक यो 3टाले चाहिँ डराएर चाहिँ ओहो म चाहिँ यो 3वटा लोकबाट मुक्त भएर चाहिँ मनुष्य लोक र देवताको जुनी प्राप्त गर्छु भनेर त्यसको लागि चाहिँ शरण बुद्ध सङ्घको शरणमा जाने चाहिँ के हो? अधिकम पुरुषको चाहिँ शरणगमन हो। त्यो मध्ये हाम्रो शरणगमन चाहिँ कस्तो छ? उत्तम पुरुषको जस्तो। यो संसारको सबै प्राणीहरू एक दिन यो दुःखबाट उद्धार गरेर चाहिँ अनि बुद्धको क्षेत्रमा स्थापित गराउँछु। त्यसको लागि चाहिँ म बुद्धको शरणमा जान्छु भन्ने खालको हो त्यस्तो। अब त्यसको लागि बुद्धलाई शास्ता, धर्मलाई चाहिँ बुद्धलाई चाहिँ शास्ता उदाहरण राख्यो भने हाम्रो सूत्रमा के भनेको छ? रेगिबु के साङ्गेला मेबे दुसे केबाट चाओ, छेला मेनकी दुसे केबाट चाओ, राङ्गेला नेबे दुसे केबाट चाओ, छे नेदेन दुनियाँ सुन्ने बाला राङ्गे नेले डुल्बे दुसे केबाट चाओ भनेछ नि त। त्यो भनेको के हो भन्दाखेरि बुद्धलाई चाहिँ एउटा डक्टर जस्तो रूपमा हेर्नु पर्यो हामीले। बुद्ध भनेको डक्टर जस्तो हो। बुद्धले देखाउनु भएको बाटो छे भनेको चाहिँ औषधि जस्तो र नर्स भन्छ नि हामीले। नर्स के हो? सङ्घ, भिजु सङ्घहरू चाहिँ नर्स जस्तो। बुद्धले के हो? हाम्रो रोग पत्ता लगायो। हो तिमीसँग चाहिँ मनमा यो प्रकारको कर्म क्लेश रहेछ भने त्यो रोग पत्ता लगायो होइन। अब बुद्धले औषधि पनि दियो, छुयो पनि सुनायो हामीले यो गर यो नगर भनेर होइन। त्यसपछि के गर्यो? बुद्धलाई एउटा बाटोमा हिँड्दाखेरि नजान्ने साथी पनि पठायो नि त। सङ्घहरू, लामा भिक्षुहरू के हो, गुरुहरू के हो, तपाईँहरूको साथी हो नि त। हो यसरी हिँड्नुपर्छ, औषधि यसरी खानुपर्छ, औषधि यसरी खानुपर्छ, बाटो सिकाउनु के हो नि त। त्यस्तो संज्ञा गर्नुपर्छ अरे कि। अनि औषधि खाँदै गएपछि रोगबाट निको हुँदै जान्छ नि। अब हामीले धर्म साधना गर्दै गएपछि अनि के हो भन्छ मनको दुःख, शारीरिक दुःख सबै कुराबाट हामी बिस्तारै मुक्त हुँदै गएको चाहिँ संज्ञा गर्नुपर्छ अरे। बिरामी भएको बेलामा डक्टरलाई जसाउने औषधि टन्नै ल्याएर थोपा अगाडि राखेर औषधि नखायो भने हामी रोगबाट निको हुन्छ? हुँदैन नि त। भोक लागेको बेलामा अगाडि खाना मात्रै राखेर हामी अगाउँदैन नि त। खानु पर्यो नि। त्यस्तै हो हामी पनि। हामीलाई दुःख छ होइन, हामीसँग कर्म क्लेश छ, हामीलाई दुःखबाट मुक्त हुनु छ। अब दुःखबाट मुक्त हुनु मनै छैन भने त अर्को कुरा हो। दुःखबाट मुक्त हुने मन छ भने चाहिँ बुद्धले देखाएको बाटोमा जानु पर्यो, औषधि खानु पर्यो। औषधि खाने भने चाहिँ उदाहरण राखेको बुद्धले देखाएको बाटोमा जाने, पुण्य कमाउने, पाप त्याग्ने भन्ने कुरा है। हो त्यसरी चाहिँ अगाडि बढ्नुपर्छ अरे। र यो संसारलाई चाहिँ आगोको ज्वाला जस्तो रूपमा हेर्नुपर्छ अरे। यो छलोक जहाँ जन्मे पनि दुःख छ नि त। दुःख नभएको को छ त होइन? मिलारेबले भन्नुभएको छ छुपो नामलाई योदुइन, उल्बो नामलाई मेदुइन, हेमेनिका दोङ्गलिन भन्नुभएको छ नि त। मिलारेब थाहा छैन होइन? धनीहरू पैसा भएर दुखी छ अरे कि के गर्नु? यता लगानी गर्नु पर्यो, उता लगानी गर्नु पर्यो होइन।
एकदम व्यस्त यताको पसलको भाडा उठायो उताको बाँकी हुन्छ उता उठायो यता बाँकी त्यसमै बुलेर बस्छ उनीहरू धन सम्पत्ति जोगाउँदै जोगाउँदै त्यसको पछाडि धनको नोकर भएर जान्छ अनि एक दिन सबै छोडेर जान्छ नि त जिन्दगीभरि धनको पहिला त्यही धन कमाउनु दुःख गरे पछि कमाइसकेपछि त्यसको नोकर गरेर हिँड्ने होइन यताको उता लगानी गरेर उताको यता लगानी गरे होइन यताको पैसा उठा उता पुरा उताको त्यसमै बुलेर बस्छ उसको जिन्दगी नै त्यसपछि धनको नोकर हुन्छ अरे अनि एक दिन के हो पाप गरेर कमाएको धनको पाप त सबै आफूसँग हुन्छ त्यो धन त अरूले युज गर्छ भने आफू मरेर गएपछि त ज्वाइँ आउँछ कि छोराछोरी आउँछ को आउँछ त उनीहरू मोज गर्छ नि त अब त्यो धन कमाउनु त सजिलो त छैन अघि झुट बोल्नु पऱ्यो अघि फटा गर्नु पऱ्यो त्यसरी कमाइ गर्नु त्यो पाप त आफूले लगेर जान्छ नि त त्यसकारण मिलारेबोले भन्नुभएको छ चुपो नामलाई यदुइन उल्पो नामलाई मेदुइन गरिबहरूलाई चाहिँ नभएर दुःखी छ अरे धनीहरू भएर दुःखी छ अरे हुनु र नहुनु दुवै दुःख हो अरे हेमे निका तँगले धाम्छे टुम्ना के दाम चल भन्नु के हो धर्मको अभ्यास गर्यो धर्मको बाटोमा हिँड्यो भने सुखसँग बेर हुन्छ भन्नुभएको छ मिलारेबोको सुनेछ नि तपाईँहरू कति मार्मिक छ नि मिलारेबोको शब्दहरू होइन मिलारेबोको जीवनको बारेमा सुन्दाखेरि त्यो सन्दर्भमा तपाईँहरूले एउटा मिलारेबोको कथा सुनाउँछ मिलारेबो चाहिँ पछि पछि अब टिबेटमा योगी एकदम फेमस भयो नि त 9औं शताब्दीतिर धेरै फेमस भएर अनि एउटा गाउँ थियो अरे त्यो गाउँको माथि गुफामा चाहिँ मिलारेबो ध्यान गरेर बसिन्छ अरे क्या अनि मान्छेहरू कति दर्शन गर्न जाँदो रहेछ नि ओहो महायोगी भनेर मिलारेबो त त्यो माथि बस्नुभएको छ भने मान्छेहरू कति दर्शन गर्न जाने त्यो गाउँको मान्छेहरू है अनि एक दिन 3टा चोरले थाहा भएछ अरे मिलारेबो त्यहाँ बसेको चाहिँ ओहो अब उसको सोचमा के आएछ चोरहरूको सोचमा अब गुरुलाई दर्शन गर्न जान्दै गर्दा मान्छेहरूलाई आउनु पहिला टिबेटतिर घिउ थाहा छ घिउलाई छालाभित्र टक्क हालेर सिलाएको हुन्छ नि त्यो त एकदम अमूल्य हो नि त्यो घिउहरू छुप्पीहरू अब के चढाइहाल्ला सोचेछ नि त मिलारेबोलाई अब आज हामी चोर्न जाउँ के चढाइहाल्ला गुरुलाई त टन्नै पाउँछ भनेर अनि राति चोर्नु गएछ अरे मिलारेबो बसेको गुफाभित्र चोर 3टा छिरेछ अरे अनि मिलारेबो चाहिँ साइडमा यसरी ध्यान गरेर बस्यो नि यसरी होइन यसरी ध्यान गरेर बस्दाखेरि चोरहरू पुरै खोजेछ अरे केही पनि पाएन रहेछ अरे कि अनि मिलारेबो चाहिँ हाँस्दै रहेछ अरे क्या चोरहरू भनेछ अरे ओ भिखारी किन हाँसेको भनेछ किन हाँसेको भनेछ नि अनि मिलारेबोले मैले दिनको उज्यालोमा खोज्दा त केही पनि पाउँदैन तिमीहरू रातको उज्यालो अँध्यारोमा के चाहिँ पाउँछ भनेछ नि त अनि 3टा चोर चाहिँ एकदम रिसाएर त जस्तो भिखारी त कोही पनि छैन होला भन्ने निस्केर गयो कि त्यो हो नि त अनि खास आफूसँग केही पनि छैन भने घुमाउनु पर्ने पनि केही पनि छैन होइन त्यस्तो हो त्यस्तो छ नि मिलारेबोको जीवन होइन हो त्यो त्यसकारण चाहिँ अब जोस् यो संसारलाई चाहिँ दुःखको रूपमा हेर्नुपर्छ कि आगोको ज्वाला जस्तो के छ दिललाई छैन छोपामिन भनेछ नि यो जुन्नीप्रतिको धेरै आसक्त भयो भने हामी चाहिँ धर्म राम्रोसँग धर्म साधना गर्न पाउँदैन अरे यो जुन्नीको लागि मात्रै सोचेर हिँड्यो भने मलाई कमाउनुपर्छ यो जुन्नीमा होइन धनी हुनु पऱ्यो झगा जोड्नु पऱ्यो बालबच्चाको लागि गर्नु यो जुन्नीको लागि मात्रै सोचेर हिँड्यो भने चाहिँ हामी चाहिँ छोपा राम्रोसँग धर्म साधना गर्न पाउँदैन अरे त्यही कारण चाहिँ यो जुन्नीको लागि मात्रै नसोचेर अर्को जुन्नीको लागि पछिको लागि पनि सोचेर अलिकति समय फुर्सद निकाल्नु पऱ्यो नि त हो दिनभरि बिजी भयो भने बेलुकाको समयमा आधी घन्टा भयो भने 1 घन्टा भयो भने एउटा छेउ गर्ने टाइम निकाल्नु पऱ्यो नि त अनि छेउ भनेको चाहिँ योजना गरेर गर्नु हुँदैन अरे क्या उदाहरण राख्यो भने हो हामीले प्लान बनाउँछ नि त जस्तै अब म अहिले चाहिँ केही गर्दिनँ म अलिकति कमाउनु दिनु मलाई होइन किन म अहिले विदेश जान्छु अलिकति केही वर्ष म कमाउँछु अनि अलिकति मेरो ब्याङ्क ब्यालेन्स यति भयो भने चाहिँ बल्ल त्यसपछि चाहिँ म आनन्दले चाहिँ छेउमा लाग्छु भनेर सोचेर चाहिँ त्यसरी कहिले पनि गर्नु हुँदैन अरे किन भन्दाखेरि मरण भनेको त निश्चित छैन होइन म भोलि गर्छु पर्सि गर्छु भनेर त्यतिसम्म त हामी नरहन पनि सक्छ नि त त्यही कारण चाहिँ जतिखेर भ्याउँछ समय निकालेर तुरुन्तै धर्म अलिकति अभ्यास गरिहाल्नुपर्छ पुण्य कमाउने कामहरू मन्त्र जप्नु पऱ्यो कि ढोक्नु पऱ्यो कि पानी चढ्नु दैनिक जीवनमा त जोडेर जानु पऱ्यो अब म अहिले अलिकति कमाउँछु अहिले चाहिँ म केही पनि गर्दिनँ पछि एकैचोटि होइन कमाएर ब्याङ्क ब्यालेन्स यति भएपछि म धर्म गर्छु भनेर त्यसले भन्नु हुँदैन अरे समय फुर्सद पाउने बित्तिकै तुरन्तै के हो पुण्यको काम गरिहाल्नुपर्छ खरो माधुक माने ढोङ भनेछ नि त यतिकै नबस माने जप भनेछ नि त त्यही माने जप्यो भने हामीलाई पुण्य पायो हो यो कुराहरू चाहिँ एकदम महत्त्वपूर्ण है अब क्याम्रो अब त्यही हो अब क्याम्रो भइसकेपछि गाउँबे लप्चा टुबे लप्चाहरू भन्छ है शरण गमन अब हामीले त्यसमा त्याग्नुपर्ने कुराहरू के हो होइन पालना गर्नुपर्ने कुराहरू के हो
अब त्रिरत्नको शरणमा गयो त्यो कुराहरू चाहिँ थाहा पाउनुपर्छ तपाईँहरूले। अब हामी बुद्धिस्ट हुनुको लागि चाहिँ शरण गमन चाहिन्छ। छिपा नम्बा क्याप्रो के भन्छ न, शरण गमन मनमा भएन भने हामी बुद्धिस्ट हुँदैन। हिजो पनि भने होइन, तपाईँले जति ठुलो साधना गरे पनि जति ठुलो कुरा गरे पनि तपाईँको मनमा शरण गमन क्याम्रो छैन भने तपाईँले गरेको काम चाहिँ बुद्धिस्टको काम होइन अरे। तपाईँले जोक्सनको मन्त्रै जपे पनि तपाईँको मनमा शरण गमन छैन भने त्यो के हो, बुद्धिस्टको साधना भएन, त्यो बुद्धिस्टको धर्म भएन। त्यही कारण शरण गमन के हो, बुद्धिस्टको जग हो। त्यो माथि अनि के चाहियो, बोधिचित्त। बोधिचित्त भनेको चाहिँ के हो, महायानको जग। के भनेछ छोइभित्र छिपा नाम्बा क्याब्रो खे थेक्चेन थेक्मेन सेम्के खे भन्नुभएको छ। तैथिक र बुद्धिस्ट चाहिँ केमा फरक छ, शरण गमनमा फरक छ। थेरावाद र महायान केमा फरक छ भन्दाखेरि बोधिचित्तमा फरक छ है। अब बोधिचित्त भनेको के हो भन्दाखेरि त्यो पनि आशय हो, सोच विचार हो। बोधिचित्त, बोधि भनेको के हो, साङ्ख्यको सिंहम, बुद्धको क्षेत्र। चित्त भनेको त्यहाँ जानको लागि, त्यहाँ जानेको इच्छा बनाउने आशय हो। त्यहाँ पुग्नको लागि, त्यहाँ जानको लागि चाहिँ पुण्य सञ्चय गर्ने, साधना गर्ने चाहिँ के हो, बोधिचित्त। छाउचुक स्याम भन्नुभएको छ त्यो है, छाउचुक स्याममा चाहिँ हामीले बोधिचित्तमा अब धेरै प्रकारको उदाहरणहरू राख्नुभएको छ। त्यो मध्ये अब हिजो नै मैले भने संज्ञे पानी स्यान्डेन छिन याङ्दा जोबे छाउचुक त्यो चाहिँ के बोधिचित्तको लक्षण हो, स्वभाव हो। संज्ञे पानी स्यान्डेन छिन चित्त चाहिँ कस्तो खालको चित्तै हुनु पर्यो, चित्त हुनु पर्यो भन्दाखेरि आफूले चाहिँ जस्तो पुण्य साधना गरे पनि हो, मैले संसारको सबै प्राणीहरूको लागि यो चाहिँ म बुद्धको स्थानमा पुग्नुको लागि, बुद्धत्व प्राप्तिको लागि गर्दैछु भन्ने खालको सोच विचार, त्यो पनि अरूको लागि। अनि सरल भाषामा तपाईँहरूले बुझाउनु पर्दाखेरि शरण गमनको के भन्छ, बोधिचित्तको चाहिँ 3वटा बोधिचित्तहरू राख्नुभएको छ। त्यो उदाहरण सहित के हो, एउटा घ्यालबु ताबु सङ्घे भनेको चाहिँ राजा जस्तो बोधिचित्त अरे, घ्यालबु ताबु सङ्घे। एउटा चाहिँ के हो, नाउ जस्तो बोधिचित्त, डेभेन ताबु सङ्घे। नाउ थाहा छ नि, पानी जहाँ चलाउने के भन्छ, नाउ भन्छ होइन, के भन्छ पानी जहाँ चलाउने मान्छेलाई, नाभि भन्छ। के भयो नाभि जस्तो बोधिचित्त। अर्को चाहिँ के हो, जीवो ताबु सङ्घे भनेको चाहिँ माझी भनेको त माछा सामान होइन, अब जोस पानी जहाँ चलाउने। अनि एउटा चाहिँ के हो, जीवो ताबु सङ्घे भनेको चाहिँ गोठालो जस्तो वस्तु भाउ चलाउँछ नि, त्यस्तो 3 प्रकारको बोधिचित्तहरू राखेको छ। अब राजा जस्तो बोधिचित्त चाहिँ कस्तो हुन्छ भन्दाखेरि पहिला म राजा हुन्छु अनि जनतालाई चाहिँ म सहयोग गर्छु भनेको जस्तो, पहिला म यो पुण्यले यो साधनाले पहिला म बुद्ध हुन्छु, म बुद्ध भइसकेपछि बल्ल प्राणीहरूलाई चाहिँ म उद्धार गर्छु भन्ने खालको सोच, त्यो चाहिँ राजा जस्तो बोधिचित्त अरे। त्यसपछि देवेन ताबु समिति पानी जहाँ चलाउने जस्तो बोधिचित्त चाहिँ कस्तो भन्दाखेरि पानी जहाँ चलाउने मान्छेले कस्तो गर्छ भन्दाखेरि आफू पनि त्यहाँ पानी जहाजमा बसेको मान्छे पनि सँगै के गर्छ, खोला तार्छ नि त। त्यस्तै मैले गरेको पुण्यले, मैले गरेको साधनाले चाहिँ म लगायत संसारको सबै प्राणीहरू सँगै बुद्ध हुन्छु भन्ने सोच विचार लिएर अगाडि बढ्ने चाहिँ के हो, देवेन ताबु सङ्घे भन्छ, पानी जहाँ चलाउने जस्तो बोधिचित्त। र तेस्रो चाहिँ जीवो ताबु सङ्घे भनेको चाहिँ गोठालो जस्तो। गोठालोले के गर्छ, पहिला वस्तु बाउहरू सबै अगाडि पठाएर, अब दिउँसो त जङ्गलमा चलाउन जान्छ, फर्किने टाइममा त सबै अगाडि पठाएर कोही बाँकी छ कि सबै हेरेर चाहिँ अनि लास्टमा आफू जान्छ नि त। त्यस्तै कस्तो भन्दाखेरि मैले गरेको पुण्यले, मैले गरेको साधनाले पहिला यो संसारको सबै प्राणीहरू बुद्ध हुन दिन्छु, बुद्धको क्षेत्रमा स्थापित गर्छु, अनि बल्ल म चाहिँ बुद्ध हुन्छु भन्ने खालको कि यो 3 प्रकारको आशयहरू छ नि त। तपाईँ हामीले जुन आशय गरे पनि एउटै हो। जस्तै तपाईँले कोडा गर्नुभयो, कोडा गरेर चाहिँ ओ मैले यो कोडा गरेको पुण्यले संसारको सबै प्राणीहरू बुद्ध होस् भनेर गोठालो जस्तो बोधिचित्तको सङ्कल्प गरे पनि भयो होइन। ओ यो संसारको मैले आज गरेको कोडा गरेको पुण्यले पहिला म बुद्ध हुन्, त्यसपछि संसारको सबै प्राणी उद्धार गरून् भनेर चाहिँ राजा जस्तो बोधिचित्तको उत्पाद गरे पनि भयो
हैन अर्थात् हो आज मैले कोडा गरेर कमाएको पुण्यले हामी संसारबाट म संसारको प्राणीहरू मसँगै बुद्ध हुन सकौँ भनेर के हो पानी जहाज चलाउने जस्तो बोधिचित्त नाउ जस्तो बोधिचित्त गरे नि एउटै हो फरक पर्दैन जो बोधिचित्त भनेको चाहिँ तपाईँले ठुलो सानो जे जस्तो पुण्य गरे पनि हो यो संसारको सबै प्राणीहरूको लागि सोचेर मुआ गर्ने परिणामना गर्ने त्यसरी है सुरुमा यो संसार डोला फ्यान्ची साँच्चै डुबर्छ्यो भनेछ नि त आज मैले पुण्य गरेँ आज म कोरा गर्दैछु यो कोरा चाहिँ के को लागि संसारमा रहेको सम्पूर्ण प्राणीहरू यो बाबा सागरको दुःखबाट उद्धार गरेर बुद्धको क्षेत्रमा पुर्याउनुको लागि चाहिँ म आज कोरा गर्दैछु म आज मन्त्र जप्दैछु आज म बुद्धको छेउ पाठ गर्दैछु भन्ने अब सोच विचार लिएर अगाडि बढ्नु है र पुण्य गरिरहेको बिचमा पनि के हो त्यो प्रकारको आशय चाहिँ कायम राख्ने र पुण्य गरिसकेर पनि अन्तिममा मुआ गर्दाखेरि पनि बोधि परिणामना भन्छ नि हामीले झङझुक छौँ मुआ भन्छ त्यो मुआ चाहिँ एकदम महत्त्वपूर्ण हो मुआले चाहिँ तपाईँले गरेको पुण्यले चाहिँ कहाँसम्म पुर्याउने भन्ने कुरा चाहिँ मुआले गर्छ तपाईँको मुआले गर्छ त्यही कारण चाहिँ मुआ एकदम महत्त्वपूर्ण हो जे सानो ठुलो जे जस्तो पुण्य कमायो भने मुआ चाहिँ राम्रो भयो भने तपाईँको पुण्यले के काम गर्छ भन्ने काम चाहिँ मुआले गर्छ पुण्य चाहिँ एकदमै ठुलो गरेर मुआ चाहिँ राम्रो भएन भने के हुन्छ तपाईँको पुण्य खासै काम लाग्दैन पुण्य सानै भए पनि मुआ चाहिँ एकदम राम्रो गर्यो भने त्यसले ठुलो फल चाहिँ हामीले प्राप्त हुन्छ जस्तै अब आचार्य शान्ति देवालले भन्नुभएको छ नि त घेवा सेङ्गुन छुसिङ सिन्धुनी झेबु लेन्जिक जिन्ने सेवर गिर्नुस् छाङछुप्सेम्ने झ्यासिन ताकपरायाङ झेबु झिम्बा मिसे फेवर गिर्नु भन्नुभएको छ नि त बोधिचित्तले नरसिएर गरेको पुण्यहरू के हो केराको रुख जस्तो हो एकचोटि फल दिन्छ फेरि बोटमै रुखमै सुकेर जान्छ अरे ढेबु घेवा सेन्गुन छुसिन सिन्धुनी ढेबु ल्यान्चिक जिन्ने सेवर गिर्नु भनेछ नि केराको बोट चाहिँ यस्तो नि त एकचोटि फल दिन्छ बोट सुक्छ नि फेरि अर्को फल दिनुको लागि फेरि अर्को बोट उम्रिनुपर्छ अरे त्यस्तो बोधिचित्तले नरसिएको पुण्य चाहिँ के हो एकचोटि मात्रै फल पाउँछ त्यो बोट सुकेर जान्छ तर चाङचुप्सेन जुनसिन तपाईँ यहाँ ढेबु झिम्बा मिसेर के भन्नुभयो चाहिँ के हो बोधिचित्तले गरेको पुण्य बोधिचित्तले मुआ गरेको पुण्यहरू चाहिँ के हो छुसिङ के भन्छ जुनसिङ भन्नुको चाहिँ कल्पवृक्ष जस्तो यो सुकावती साङ्गीको सिङ्गामा एउटा रुख हुन्छ नि कल्पवृक्ष भने पाक्सम जुनसिङ भने त्यो रुख चाहिँ वर्षमा कैयौँ योजनसम्म फैलिएर जान्छ अरे हाँगाहरू वर्षमा कैयौँ योजन त्यो हाँगा फैलिएर त्यो प्रत्येक हाँगामा चाहिँ फुल फुल्ने फल दिने यस्तो हुन्छ अरे त्यही कारण हामीले चाहन्छौँ राम्रोसँग बोधिचित्तले गरेको पुण्य बोधिचित्तले गरेको मुआ गरेको पुण्यहरू चाहिँ त्यसरी पुण्य चाहिँ फैलिएर जान्छ हामीले कुनै ठाउँमा सेयर लगानी गऱ्यो भने त्यो सेयरहरू वृद्धि भएर जान्छ नि त्यसरी वर्षमा हो त्यस्तै आफ्नो पुण्य पनि पुरै फैलिएर जान्छ अरे अनि फेरि फल पनि दिइरहेछ अरे स्वास्थ्य हुने निरोगी दीर्घायु होइन सम्पन्न हो त्यसै गरेर चाहिँ अब त्यो पुण्यले एक दिन बुद्धको ठाउँमा पुऱ्याउने हो त्यस्तो खालको फलहरू निरन्तर रूपमा दिइरहन्छ भन्छ त्यही कारण चाहिँ के हो यसलाई धम्बासुम भन्छ धम्बासुम 3 समयको छाप भन्नुभएको छ नि त के भन्छ घ्याउको लोङछा राब्जम गुरुले के भन्नुभएको छ झोरवा शान्ति मुसी मिकमामे जेला मोवे यौसु ग्यामानी थलम देवी ड्रेबे चेपा नमसमिन भन्नुभएको छ नि त हामीले चाहिँ मुक्तिको बाटोमा हिँड्ने मानिसहरूको लागि सम्यक सम्बुद्धिको यात्रामा हिँड्नेहरूको लागि चाहिँ त्यहाँ पुग्नुको लागि निश्चित रूपमा चाहिने चाहिँ 3वटा छाप छ अरे छाप हामीले कुनै ठाउँमा जानु पर्यो भने तपाईँ एउटा सामान पठाउनु पर्यो भने अथवा कुनै देशमा जानु पर्यो भने छाप लाउनु पर्यो नि त पासपोर्टमा त्यो छाप लगाएपछि अब ठ्याक्क निश्चित रूपमा पुग्छ नि हामी त्यहाँ हो त्यस्तो हामीले पुण्य जे जो साधना गरे पनि यो 3वटा कुराको छाप लागेपछि के भन्छ निश्चित रूपमा हामी एक दिन बुद्धको ठाउँमा पुग्छ अरे त्यो 3वटा छाप चाहिँ के रहेछ शरणगमन बोधिचित्त अनि मुआ यो 3वटा चाहिँ एकदम राम्रो हुनुपर्छ सानो ठुलो जे जस्तो तपाईँहरूले पुण्य गरे पनि यो 3वटा छाप चाहिँ राम्रोसँग लगाउनु पर्यो है शरणगमन बोधिचित्त अनि के रहेछ मुआ मुआ राम्रो गरेन भने चाहिँ पुण्य खेर जान्छ किन भन्दा हामी त अहिले रिस उठ्छ नि त एकचोटि रिस उठ्यो भने के हो कल्पा तोङदो सकबाई जिन्दा देशे छोला सोल्दै चाहिँ गाइन्दिकुन त्यहाँ खन्डो चिकी जमर जे भनेको छ नि त एकचोटि रिस उठ्यो भने चाहिँ 1000 कल्पसम्म तपाईँले दुःख गरेर कमाएको पुण्य सबै नष्ट हुन्छ अरे त्यो चाहिँ मुआ नगरेको पुण्यहरू अब यहाँ आज यहाँ क्लासमा आयो छोयो सुन्यो होइन गुरुहरूसँग यो धर्मको प्रवचन सुन्दाखेरि पनि हो आज म
यो प्रवचन चाहिँ के को लागि सुन्दैछु भन्दाखेरि यो संसारको सबै प्राणीहरू यो संसार भावसागरको दुःखबाट मुक्त होस् भन्ने आशयले म आज प्रवचन सुन्दैछु भने आशय गरेर पुण्य कमाएँ। यहाँ आज तपाईँहरू शान्त गरेर सुन्यो नि मनमा अलिकति धर्मप्रति श्रद्धा आस्था भक्ति पनि जाग्यो, अलिकति पुण्य कमायो नि त। अब यहाँबाट जाँदाखेरि त्यो बड्याङमा चिप्लेर लड्यो भने रिस त उठ्छ पक्कै पनि। कसले यहाँ पानी पकाएछ, कसले सफा गरेछ, यो त्यो दिदी कहाँ रहेछ मेरो यहाँ लडेर डाँट ठोक्यो भनेर त त्यो दिदी खोज्दै हिँडेर कान तान्ने बेला आउँदैन नि त। त्यसपछि के भयो, आज यहाँ दुःख गरेर कमाएको पुण्य सबै खेर गयो। त्यहाँदेखि घरमा पुग्छ फेरि घरमा त्यस्तै हुन्छ होइन। संसारिक जीवन कहिले के हुन्छ, बालबच्चाले काम बिगारेर राखेको हुन्छ, घरि कसैले रिस उठाउँछ, कहिले रिसमा फेरि गर्न जाँदाखेरि काममा जानुपर्ने बुढो काममा नगरेर पुरै ट्वाट पारेर रक्सी खाएर माचेर बसिरहेको हुन्छ, कति रिस उठ्छ फेरि। त्यहाँ लबडा फेरि रिस उठ्छ। त्यसपछि त पुण्य सबै खेर जान्छ नि त। त्यही कारण उहाँ राम्रो गरेर जानुपर्छ कारण त्यो कोरा गऱ्यो भने जे गऱ्यो भने दुःख गरेर कमाएको पुण्य चाहिँ राम्रोसँग सुरक्षित राख्नको लागि उहाँ राम्रो गरेर जानु पऱ्यो नि त। हो, तपाईँले दुःख गरेर पैसा त कमायो, त्यो पैसा सुरक्षित राख्नको लागि राम्रोसँग डिपोजिट गर्नु पऱ्यो नि त। यत्तिकै एक कुनातिर फालेर गइदियो भने के हुन्छ, त्यो पैसा कसैले चोर्छ कहाँ हुन्छ थाहा हुँदैन। त्यही कारण चाहिँ पुण्य चाहिँ राम्रोसँग उहाँ गर्नु भन्ने कारण त्यो रहेछ। हो, अब यहाँ आएर पुण्य कमायो, अब बाटोमा हिँड्दा हिँड्दै एउटा कुकुरले लाखाटेर टोकिदियो भने फेरि तपाईँहरूले के गानेर उता रोड पारीतिर पुऱ्याउने बेर पनि लाउँदैन रिसले है। त्यस्तो हुन्छ मानिसको जात बनेको। अब अहिले त कोही पनि रिस उठेको छैन नि, यहाँ त सबैजना शान्त छ नि त। अब हामीसँग रिस छ भनौँ कि छैन भनौँ त, छ कि छैन हामीसँग? छ, खोइ त रिस उठ्दैन त कोही पनि, सबै यहाँ चाहिँ नउठेको। अरू बेला चाहिँ छ, अरू बेला चाहिँ उठ्छ। हो त्यो अनि कति रिस उठ्छ त होइन, रिसै रिस। त्यसपछि त्यो रिस पड्कियो भने के हुन्छ फेरि आफैलाई घाटा हो। रिस जति उठ्यो आफैलाई घाटा हो, कसलाई पनि घाटा छैन। आफ्नो स्वास्थ्य खराब हुन्छ, आफूलाई पाप हुन्छ, कति ठुलो पाप छ त। अब सही हो भने धेरै पुण्य भनेको छ, तर हामीलाई गाह्रो हुन्छ नि त। एकचोटि सुरुमा त रिस उठ्दैन, दुईचोटि तिनचोटि धेरैचोटि भयो भने त रिस उठ्छ है हामीलाई पनि। अलिकति धर्म गर्ने मान्छेलाई पनि त्यस्तो हुन्छ नि, सुरुमा चाहिँ रिस उठ्दैन, सहनु पर्छ के हुँदैन भन्छ। दोस्रो पटक सहनु पर्छ, तेस्रो पटक त है अब चाहिँ भएन भन्छ नि। त्यस्तो खालको बानी अब एउटा साथीले सुनाएको मलाई, एउटा लामा चाहिँ मान्ने जप्दै भइसक्यो नि, एउटा साथी जिस्काउन आएछ कि के गरेको हो भनेर, म मान्ने जप्दै छु भनेर कि। अनि फेरि एकछिन घुमेर के गरेको, म मान्ने जप्दै छु भन्छ कि, अलिकति रिस उठ्छ। अनि फेरि तेस्रो पटक जिस्काउन आएछ, के गर्छ, म मान्ने जप्दै छु भनेर सुन्दैन भनेर माला लिएर लगाएको थियो। त्यस्तै हुन्छ, गर्न चाहिँ मान्ने जपिरहेको छ ऊ, फेरि रिस चाहिँ कन्ट्रोल गर्नै सक्दैन जस्तो हुन्छ। तर कोसिस गर्दैन नि हामी, कोसिस गरेर त सक्छ। त्यही कुराले राम्रोसँग सम्झायो पनि सक्छ नि त। तर के भन्छ, युद्ध गर्न सजिलो छ तर यो मनलाई जित्न सजिलो छैन भन्छ नि त, धेरै गाह्रो हो। किन भन्दा हामीले एकदम त्यो बलियो वासना राखेको छ छाप मनमा, बाक्साक भन्छ नि हामीले, बाक्साक। एकदम धेरै रक्सी खाने मान्छे त रक्सी पाएन भने त पागलै हुन्छ नि, त्यस्तै त हो नि। अहिले मात्रै होइन, कैयौँ जन्म हामी त्यही रिस राग ईर्ष्या डाहा गमन यही गरेर अहिलेसम्म हामी यो संसारमा बसेको नि त। हाम्रो सबैभन्दा ठुलो दुश्मन त यो हो नि त, रिस राग ईर्ष्या डाहा नाङ्गी ठा भन्छ नि, भित्रको हाम्रो सबभन्दा ठुलो दुश्मन यो हो। बाहिरको दुश्मन भनेको त जति दुःख दिने एक जुनी त हो नि होइन, एक जुनी एक वर्ष 2 वर्ष त होला नि दुःख दिने भनेको, अब केही महिना। तर यो हाम्रो मनभित्रको दुश्मन रिस राग ईर्ष्या डाहा गमन आमामा अहिलेबाट हो त हामी। यो जहिले यो मनको सुरु भयो, कहिलेबाट कति जुनी लियो, त्यही बेलासम्म त्यो बेलाबाट अहिलेसम्म नै हाम्रो मनमा छ नि त यो त। त्यो एउटा दुश्मन बाहिर होइन, आफू स्वयंमा छ अरे कि, त्यसलाई चिन भन्ने कारण त्यो हो। घाँसे लाग्नेभित्र के भनेछ, नाङ्गी टाउ माथुन छि टाउ तुलसिङ फेरबाट के भनेछ नि त। भित्रको दुश्मनलाई चाहिँ ठिक पार्न सकेन भने बाहिरको दुश्मन जति के भन्छ मार्न खोजे पनि नष्ट गर्न खोजे पनि झन् फैलिएर जान्छ अरे कि। हो नि त, एकजनासँग दुश्मन गरेर त भोलि उसको दाजुभाइ सबै दुश्मन हुन्छ होइन, त्यसको दाजुभाइसँग दुश्मन गर्दा त्यसको फेरि सब दुश्मन त बढ्दै बढ्दै जाने हो नि त। त्यही कारण भित्रको दुश्मन चाहिँ ठिक गर्न सक्यो भने बाहिरको सबै दुश्मनहरू ठिक गरेको बराबर हो अरे। तपाईँले काँडा भएको ठाउँमा त्यो काँडाहरू तपाईँ हिँड्ने ठाउँमा सबै ठाउँमा काँडै काँडा छ भने
त्यो काँडाहरू काटेर साथ दिएछ छैन नि त आफ्नो जुत्तामा एउटा छालाको राम्रोसँग काँडाले नबित्ने जुत्ता लगाएर हिँड्यो भने सबै काँडाहरू काटेको बराबर हो नि त त्यस्तो भनेको छ कि हाम्रो आचार्य शान्ति देवालले यस्तो राम्रो उदाहरण राखेको छ त्यो आफूले स्वभावको घोषा भन्छ नि शान्तिको एउटा कवच लगाएर हिँड्ने भने कसैले पनि के गर्दैन सबभन्दा ठुलो दुश्मन त आफूसँगै रहेछ आफ्नो मनको दुश्मनलाई चाहिँ शान्त पार्न सक्यो भने बाहिरको दुश्मन त आफै ठिक हुने रहेछ नि त हो त्यही कारण चाहिँ अब त्यो चाहिँ चिन्नु पर्यो तपाईँ मात्रै होइन म पनि कहिलेकाहीँ उता भन्दा भन्दै यसो आउँछ अरे नि त आफूलाई पनि भन्न चाहिँ उता भनिरहेको छु फेरि आफूलाई पनि लाग्छ कि त्यो यस्तो हुन्छ गुरुहरूलाई पनि गाह्रो हुन्छ कहिलेकाहीँ किन भन्दा अरूलाई भन्दा भन्दै आफूलाई पनि त्यसले गोज्छ क्या त्यसरी आफू पनि त्यस्तो दोषहरू छ नि त अब मैले जानेको कुरा हामी अब एउटा सल्लाह सुझाव कति कुराहरू थाहा पाएर पनि त धेरै राम्रो हुन्छ नि त त्यो भन्ने कुरा त्यही कारण चाहिँ त्यही हो अब म राम्रो गर्नु पऱ्यो पुण्य चाहिँ जस्तो कमाए पनि अब रिस उठ्ने कारणहरू धेरै छ है यहाँबाट जाने बित्तिकै कति रिस उठ्छ बिहानबाट बेलुकासम्म खास गरेर हामी छेउ गर्ने मान्छेहरू बिहानबाट बेलुका ओछ्यानमा सुत्दाखेरि सम्झिनु रह्यो कि दिनभरि कति गरेँ मैले पाप कति गरेको छु कर्म कति गरेको छु होइन अब आज दिनभरिमा पहिला पहिलाको गुरुहरूले साधना गर्दाखेरि त देउ कर्मक भन्छ कालो गेडी र सेतो गेडी जम्मा गरेर एउटा पाप गऱ्यो भने एउटा सेतो गेडी हाल्ने एक कालो गेडी हाल्ने एउटा पुण्य गऱ्यो भने एउटा सेतो गेडी हाल्ने यसरी अभ्यास गर्दो रहेछ नि सुरुमा चाहिँ कालै कालो धेरै सेतो कम रह्यो क्या किन भन्दा हामीले पुण्यभन्दा पाप धेरै गर्छ नि अर्को दिन अहो भएन भने सचेत भएर पुण्य बढ्यो बिस्तारै बिस्तारै कालो काम अनि सेतो गेडी धेरै धेरै हुन्छ त्यसरी अभ्यास गर्ने पनि छ अरे पहिलाको कुरोहरू अनि आफूले गल्ती गर्यो भने आफैले सजाय दिने त्यसरी अभ्यास गर्नुपर्छ अरे के एउटा गुरु चाहिँ पहिला के भएछ अरे गुम्बामा चाहिँ अनि एक दिन मिठो खाना एउटा जिन्दालले चाहिँ खाना दिएछ अरे गुम्बामा त्यसमा सो थाहा छ नि सो दही खानामा चाहिँ अब दही पनि भाँड्छ नि त दही पनि रहेछ है अनि त्यो गुरु चाहिँ अलि लास्टमा पुगेछ अरे कि लास्टमा पुग्दाखेरि चाहिँ अब उसको बस्ने ठाउँ त लाइन बस्नु पऱ्यो लास्टमा बस्नु पऱ्यो नि त अनि उसको मनमा के आएछ अरे ओहो अब यहाँसम्म त दही आइपुग्दैन क्या हो आधारले सक्छ क्या हो माथि त लाइन मिचेर बस्ने पनि क्या हो जस्तो सोच आएछ अरे कि त्यसो मनमा पाप आयो नि त त्यो आउने बित्तिकै त्यो पापलाई फेरि उसले तुरन्तै चिन्यो ओहो मैले त पाप सोचेँ ओहो भएन हो मेरो मनमा पाप आयो भनेर त्यहीँ बसेछ अरे कि चुप लगाएर अनि त्यो दही बाँड्दै उसको ठाउँमा आइपुग्दाखेरि दही उसको भाँडा यसरी घोप्टाएर राख्दैछ अरे ल गुरु दही थाल्नुहोस् भन्नु त दही खाइसक्यो भने फेरि भन्नु त मेरो लोभले अघि नै खाइसक्यो दही नखाने भनेर मेरो मनको लोभले अघि नै खाइसक्यो भने हो त्यसरी आफूले सजाय दिएको रहेछ नि त त्यसरी अभ्यास गर्दो रहेछ पहिलाको गुरुहरूले हामी त के हो आफू गल्ती गरेको होइन त्यो सही हो भनेर हिँड्छ नि त कति गल्ती छ हाम्रो मनमा कति पाप छ होइन त्यो बाहेक फेरि अर्को पनि एउटा गुरु चाहिँ कहाँ हो एक दिन छाम बसेर चाहिँ पछि एउटा जजमानको घरमा आइपुगेको रे अनि घरको मान्छेहरू चाहिँ बाहिर घुम्नु गएछ गुरुलाई चाहिँ एक्लै घरमा राखेर छ अनि गुरुलाई चाहिँ यस्तो घरमा राम्रो सामान दिएछ नि जिन्दाको घरमा राम्रो चियापत्तीहरू यस्तो मिठो मिठो चियाहरू हुन्छ नि चियापत्तीहरू दिएछ ए यो त छोडिदिउँ क्या हो माथि छाम बस्दाखेरि मिठो चिया खाएर खान पाउने रहेछ यस्तो पापको सोच आएछ कि आउँछ नि कहिले काहीँ हाम्रो मनमा त्यो गुरुको मनमा त्यस्तै आयो पछि ओहो भनेर त्योपछि जिन्दाहरू फर्केर आउँदैन तपाईँलाई मेरो हात चाहिँ काटिदिनुहोस् भनेर कि यो हात यो मन पापी मन र यो हात झन्डै तपाईँको चिया छोडेको भनेर कि त्यसरी आफैले सजाय दिँदो रहेछ नि पहिला गुरुहरू त्यसरी चाहिँ अभ्यास गर्नुपर्छ नराम्रो सोच आउने बित्तिकै तुरन्तै त्यो सोचलाई चिनेर चाहिँ त्यसलाई दमन गर्नु पऱ्यो कि ओ मेरो गल्ती सोच विचार आए भने त्यो सोचलाई चिनेर अनि त्यसलाई दमन गर्ने त्यो सोच भनेको बसिरहँदैन नि त कुनै पनि सोच केही समयभन्दा धेरै टिक्दैन त्यो भनेको समुद्रबाट छाल निस्किएको जस्तो हो समुद्रको छाल निस्केर यसरी बाहिर बसिरहँदैन नि फेरि समुद्रमै विलिन भएर जान्छ नि त मनमा अनेक प्रकारको सोच आउँछ नि हाम्रो मनमा त्यो बसिरहँदैन नि आउँछ फेरि हराउँछ त्यसमा चाहिँ हामीले चिन्नु पऱ्यो नराम्रो सोच आयो भने त्यसलाई चाहिँ शान्त पार्नु पऱ्यो एक्सनमा जानु भएन मुखले बोल्नु भएन त्यो सोच्नु पछाडि लागेर शरीरले काम गर्नु भएन राम्रो सोच आयो भने पुण्यको सोच आयो भने गर्नु पऱ्यो हो यसरी चाहिँ अगाडि बढ्नुपर्छ ल यति नै होला आज है अब इम्पोर्टेन्ट छ नि शरण गमन क्याम्ब्रो सेम्जी अब हिजो त्यो परेको नाम के नि जो नाम्खा गाउँ आएर
साङ्गीतिक चुनाव सुर्गी चुनावमा यिनीहरू तपाईँहरूले सधैँ पाठ गर्नु पऱ्यो अब आज कहाँसम्म पऱ्यो त्यो सधैँ पाठ गर्नु पऱ्यो घरमा पनि बिहान बेला पाठ गर्दा 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 यो अब तपाईँहरूको दैनिक जीवनमा गर्नुपर्ने साधना हो यिनीहरू होइन बिहान उठेर हामीले खाँदैन भन्छ नि गुरुहरू पनि खाँदैन गर्नुभएको छ अब आफूले समय निकालेर बिहान के पढ्न सक्छ त शनिको चाहिँ अष्टमङ्गलको पाठ भयो त्यहाँबाट चाहिँ अनि आउँथ्यो सोल्देहरू होइन आफ्नो घरको बच्चाहरू अटेरी गर्ने कुरा नमान्नेहरूको लागि त यो आउँथ्यो सोल्दै पढ्यो भने त बुढाहरू कुरा नमान्नेहरू सबै आफ्नो हातमा आउँछ भने त्यस्तो वशीकरणको साधना हो नि यो फेरि नराम्रो गर्नुको लागि होइन उनीहरूलाई राम्रो बाटो देखाउनुको लागि सही बाटो देखाउनुको लागि यो पनि चाहिने रहेछ हामीलाई अनि त्यसपछि अब आफ्नो ज्ञानको वृद्धि गर्नलाई मञ्जुश्रीको पाठ गर्नु पऱ्यो त्यसपछि गुरु ऋषिको आशीर्वाद पाउनुको लागि छेदन सोल्देव त्यसपछि अब शरणगमन बोधिचित्त होइन त्यसपछि सासी जिल्लप अब त्यसपछि नाग जिल्लप हाम्रो वचनलाई शुद्ध गर्नु पऱ्यो नि त पाप धेरै बोलेको वचनलाई शुद्ध गर्ने त्यसपछि सप्ताङ्ग पूजा वन्दना त्यसपछि त्रिरत्नलाई मेन्डल चढाउने सबै लस्करै आउँछ त्यसपछि तुङसा आफ्नो पापहरूलाई शुद्ध गर्ने त्यसपछि चाहिँ अब के हो बुद्धको स्तुति त्यसपछि साङ अब घरमा साङ बाल्छ नि हो सांसर्गिम द्युपा छोटोमा सांसर्गिम गर्ने हो त्यसपछि अनि आफूले समय मिल्यो भने अनि पछि लाम्सेलले सम्भालन्डो ढोलमाहरू पाठ गर्ने हो त्यसरी अनि यसलाई चाहिँ तपाईँहरूले मिलाएर बिहान आधा बेलुका आधा गरेर पनि भयो दिनमा चाहिँ अब सधैँ यसरी पाठ गर्नुपर्छ हो ल सुल दिन राखौँ